हेलो कोनिचिवा आजको हाम्रो न्यू भिडियोमा हजुरहरुलाई स्वागत छ। आज चाहिँ हामीले हिरागानाको तेन मारु गर्दैछौँ है। तेन मारु पढ्न लागेको छौँ। अब तेन मारु भनेको के हो, कसरी पढ्ने अब हामीले सिक्छौँ है। अस्ति हाम्रो मेन फर्मुला भनेको के छ, आकाशा, तानाहा, माया, रावण। यसलाई चाहिँ बिर्सिनु भएन है। अब मैले यहाँ लेख्दै छु आकाशा। यो चाहिँ हाम्रो मेन फर्मुला यही नै हो है। यो फर्मुला बिर्स्यो भने चाहिँ फेरि गयो। आज चाहिँ हामीले पढ्न लागेको चाहिँ तेन त्यसपछि अर्को चाहिँ मारु। तेन त्यसपछि मारु। तेन भनेको चाहिँ डबल इन्भर्टेड कमा जस्तो तेन गोलोलाई चाहिँ हामीले मारु भन्छ है। जापानमा चाहिँ गोलो वस्तु सबैलाई चाहिँ के भन्छ, मारु भन्छ। तेन एउटा मात्र भयो भने तेन, अर्को भयो भने फेरि तेन मारु। मारु। अब यो तेन मारु चाहिँ 46 वटा हिरागानाको 46 वटा अक्षर मध्येमा चाहिँ जम्मा 25 वटा अक्षरलाई मात्र तेन र मारु लाग्छ। 25 वटामा पनि 20 वटालाई मात्र तेन लाग्छ, 5 वटालाई मात्र मारु लाग्छ। 20 र 5 हाम्रो कति भयो, 25 भयो। तेन र मारु जम्मा हाम्रो कतिवटा रहेछ, 25 वटा रहेछ। तेन चाहिँ जम्मा 20 वटा, मारु 5 वटा। यो मारु चाहिँ सिर्फ हाको लाइनलाई मात्र लाग्छ है। हालाई मात्र मारु लाग्छ भनेर बुझ्दिनुस्। तेन 20 वटा, मारु 5 वटा गरे टोटल अक्षर 25 वटा। अब यो तेन मारु लागिसकेपछि कुनै पनि शब्दको अथवा अक्षरमा चाहिँ तेन र मारु लागेपछि चाहिँ त्यो अक्षरको उच्चारण परिवर्तन हुन्छ है। जस्तै हाम्रो नेपाली भाषामा चाहिँ शिरबिन्दु, जस्तै यो अक्षर मैले के लेखेको छु, अ लेखेको छु। यो अमा चाहिँ अहिलेसम्म यो अक्षर के छ, अ नै छ। अब यो अक्षर मैले यति शिरबिन्दु थपिदिएपछि यसको उच्चारण के हुन्छ, अङ अथवा अन हुन्छ नि हैन। हो सेम त्यस्तै हिरागानाको चाहिँ तेन र मारु लागेपछि चाहिँ अक्षरको उच्चारण परिवर्तन हुन्छ भनेर बुझ्नु पर्ने हुन्छ है। यो का भन्ने अक्षर छ, यो का भन्ने अक्षरमा चाहिँ यदि तेन थप्दिए भने चाहिँ अहिलेसम्म चाहिँ अक्षर का नै थियो हैन। अब मैले चाहिँ यो अक्षर यो तेन थपेपछि यो चेन्ज इन्टु गा हुन्छ यसरी है। तेन मारु लागेपछि अक्षरको उच्चारण के हुँदो रहेछ, परिवर्तन हुँदो रहेछ भनेर बुझ्दिनुस्। अब तेन मारु चाहिँ सबैलाई लाग्दैन, सिर्फ आकाशा, त्यसपछि तानाहा। आकाशाको यो आ चाहिँ भवल साउन्ड हो। भवल साउन्डलाई हामीले केही पनि गर्न मिल्दैन। यसलाई आदि अक्षर पनि गर्न मिल्दैन, तेन मारु पनि लाग्दैन। आकाशाको के मात्र बाँकी बस्छ हामीसँग, कासा। अब तानाहा छ। तानाहाको चाहिँ यो ना भन्नेलाई चाहिँ हटाएर यो हाले चाहिँ दुईचोटि कब्जा गर्छ है। यो हा चाहिँ फेरि एकचोटि यो नाको ठाउँमा गएर बस्दिन्छ। जम्मा कतिवटा मात्र भयो, 1 2 3 4 5। 5 इन्टु 5 गर्दाखेरि कति भयो, 25 भयो नि हैन। कासा ताहा, कासा ताहा। का भन्ने अक्षरलाई तेन गरे भने यो अक्षर गा हुन्छ। सालाई तेन गरे भने यो अक्षर जा हुन्छ। तालाई तेन गरे भने ता। कालाई तेन गा। सालाई तेन जा। तालाई तेन ता। हालाई तेन बा। सबै तेन सक्यो है। जम्मा एउटा मात्र छ, कासा ताहा। कासा ताहा, गाजा दाबा। अनि यो हालाई मारु गरेपछि चाहिँ अक्षर पा हुन्छ। कालाई तेन गरे भने गा। सालाई तेन जा। तालाई तेन ता। हालाई तेन बा र हालाई मारु पा। गाजा दाइले खाएको, बाबाले पिटेको भने याद गर्दा पनि भयो है। गाजा दाइले खाएको, बाबाले पिटेको भने याद गर्दा पनि भयो। याद भएन भने नभए चाहिँ कासा ताहा चेन्ज इन्टु गाजा दाबा पा भने याद गर्नुहोस् है। कालाई तेन गा। सालाई तेन जा। तालाई तेन दा। हालाई तेन बा। हालाई मारु पा भयो है। अब यो राम्रोसँग हिरागानामा 100% स्योर भएको छ, यो अक्षर यही नै हो भनी थाहा छ नि, यसमा केही पनि कन्फ्युजन हुँदैन है तपाईहरुलाई। अब मैले जापानिजमा लेखे, यो अक्षर का हो, यही का हैन त, यो अक्षर का
सम्म चाहिँ अब है मैले टेन दिए अब यसलाई का भन्न पाइँदैन अब कालाई टेन गरेपछि के हुन्छ का कालाई टेन का भएको जस्तै किलाई टेन अब के गर्ने कि कुलाई टेन कु केलाई टेन गे कोलाई टेन गो अगाडिको गा आएपछि पछाडि आएको है अस्तिकै साउन्डमा आ इ उ ए ओ भन्ने साउन्डमा लैजाने गा गी गु गे गो अब पालो साको सा सी सु से सो सा छ अहिलेसम्म अब यो टेन गरेपछि अक्षर चेन्ज इन्टु जा सीलाई टेन जी सुलाई टेन जु सेलाई टेन जे सोलाई टेन जो के भयो जा जी जु जे जो अब हामी तामा जाउँ ता ची सु ते तो छ अब यसलाई चाहिँ अलिकति परिवर्तन हुन्छ यसमा चाहिँ तालाई टेन दा भएको छ तर यहाँ मैले स्टार लगाइदिएँ भनेपछि केही न केही चेन्ज आउँछ दा दी दु दे दो हुनु पर्ने तर दाको चाहिँ दी नभएर यहाँनिर चाहिँ के हुन्छ जी हुन्छ त्यसपछि चुलाई टेन गर्दा जु हुन्छ धेर जस्तो बढी युज चाहिँ यो हुन्छ यो तलको जी र जु चाहिँ धेर जस्तो चाहिँ तपाईहरुको चाहिँ एन्ड फोरमा गरे युज हुन्छ है यो भोलिपछि चाहिँ यो जी र जु चाहिँ एन्ड फाइभमा चाहिँ त्यस्तो छैन यो चाहिँ भोलिपछि एन्ड फोरमा गरे हुन्छ अहिले हामीले बुझ्ने भनेको चाहिँ यो हो यो बढी युज हुन्छ है तपाईहरुको लागि चाहिँ यसैलाई याद गर्नुपर्छ लेख्नु चाहिँ दुईटा लेख्नु पर्ने हुन्छ ल दा जी जु फेरि यहाँ स्टार छ त छैन भनेपछि यसैलाई फिर्ता लाने है तेलाई टेन गर्दाखेरि के हुन्छ फेरि ते तोलाई टेन तो यसलाई मात्र याद गर्नुपर्छ अरु सेमै हुन्छ दा जी जु दे दो अब हाना जाउँ हा हि फु हे अनि हो अब हालाई टेन गर्दा के हुन्छ भनेको छ बा हिलाई टेन के हुन्छ होला बी फुलाई टेन गु हेलाई टेन बे होलाई टेन को ल हाम्रो 20 वटा टेन सक्यो है यहाँनिर चाहिँ टेन सक्यो टेन गराइ मात्र का सा पा हा गा जा दा बा पा अब चाहिँ मारको पालो आयो अब हामीले पा बनाउँछौँ है जस्तै टेन लागेपछि उच्चारण चेन्ज हुन्छ भनेको छ नि का थियो अघिसम्म चाहिँ अब यो टेन लागेपछि यो उच्चारण के भयो गा भयो है अब यहाँ हा नै लेखेको छु हालाई मार लाग्यो भने चाहिँ पा हा फेरि हि फु हे हो हा हि फु हे हो अब हालाई मारु गर्दा चाहिँ पा हालाई टेन गर्दा पा हुन्थ्यो यो हालाई चाहिँ दुईचोटि हुन्छ भनेर बुझ्नु पर्यो है एकचोटि चाहिँ टेन एकचोटि मारु टेन लाग्यो भने बा मारु लाग्यो भने पा भनेर याद गर्नु पर्यो है हालाई मारु पा हिलाई मारु के हुन्छ होला पी त्यसपछि फुलाई मारु पु यसपछि केही चेन्ज हुन्न हेलाई मारु पे होलाई मारु ओ यति भइसकेपछि हाम्रो फेरि 5 वटा मारु गरेर त्यो भन्दा फेरि 25 वटा पुग्यो है टेन र मारु टेन भनेको डबल इन्भाइटेड कमा जस्तो यो जम्मा 20 वटा मात्र छ मारु जम्मा 5 वटा मात्र छ यो चाहिँ कसलाई मात्र लाग्छ सिर्फ हालाई मात्र लाग्छ भनेको हैन यहाँ हालाई मात्र लागेको छ हैन त हा हि फु हे हो चेन्ज इन्टु पा पी पु पे पो भयो है ल टेन चाहिँ कसलाई मात्र लाग्दो रहेछ यो 46 वटा ओड मध्ये चाहिँ का सा ता हा हा का सा ता हा हा चेन्ज इन्टु गा जा दा बा पा अब तपाईहरुले चाहिँ गाकु सेई भनेर लेख्न सक्छ होला गाकु सेई भनेर लेख्नु
गा कु से इ भनेको विद्यार्थी यसरी लेख्न सक्नुहुन्छ होला। अब तपाईहरुले दौजो लेख्नुस् है। दौजो कसरी लेख्ने? दो कहाँ छ? तोलाई टेन गरे भने तो टेन गरे भने चेन्ज लिन्छु दो उ अनि जो कसरी लेख्ने? सालाई टेन गर्दा जा भएपछि सोलाई टेन जो यसरी दौजो लेख्न सक्नुहुन्छ होला। ल ट्राई गर्नुस् है। का सा ता हा हा यसरी लेख्ने का सा ता हा। का पछि कालाई टेन गा किलाई टेन गी कुलाई टेन गु केलाई टेन गे कोलाई टेन गो सालाई टेन गयो भने जा सिलाई टेन जी सुलाई टेन जु सेलाई टेन जे सोलाई टेन जो गा गी गु गे गो जा जी जु जे जो। अब तालाई टेन ता चिलाई टेन जी चुलाई टेन जु तेलाई टेन दे तोलाई टेन दो। यो अक्षर चाहिँ दा जी जु दे दो। हालाई टेन बा हिलाई टेन बी फुलाई टेन बु हेलाई टेन बे होलाई टेन गयो भने अब के हुन्छ? गो। अब मारुको पालो आयो। हालाई मारु बा हिलाई मारु बी फुलाई मारु कु हेलाई मारु गर्यो भने पे होलाई मारु गर्यो भने चाहिँ को हुन्छ। ल यसमा 25 वटा सक्यो है। टेन र मारु यहाँसम्म टेन भयो। यहाँबाट मारु। तपाईले धेरै दिमाग नचलाउने थोरै मात्र चलाउने है। यहाँनिर चाहिँ धेरै गर्नु पर्दैन। धेरै माइन्डलाई धेरै दिमाग गर्नु पर्यो। यति मात्र याद गर्ने अगाडिको मात्र याद गर्ने। अगाडिको याद भएपछि पछाडिको त्यतिकै आउँछ हामीलाई। यो जसरी आएको छ त्यसरी नै है। तपाईले मेन चाहिँ कालाई टेन गा सालाई टेन जा तालाई टेन दा हालाई टेन बा अनि हालाई मारु गरेपछि पा हुन्छ नि बुझ्ने। अनि त्यसपछि यो काकी पुगेको दान अलरेडी आउँछ हैन। यसलाई मैले यति त थपेको केही गरेको छु त? केही पनि गरेको छैन। अब यसले कालाई टेन गरे गा गी गु गे गो जा जा आएपछि इ साउन्ड जी उ साउन्ड जु ए साउन्ड जे ओ साउन्ड जो यसरी है। ल हाम्रो टेन मार्क पनि सकियो। जापानमा अध्ययन गर्नको लागि हामीलाई सम्झनुहोस् Oxford Smart Education Private Limited. Secure a seat for free language classes now. High COE success rate, low GPA can apply, strong documentation, up to 7 years gap accepted, affordable school fees and more.